हेलो, गुड आफ्टरनुन, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला? के तपाईँहरू यही आउनलाई भिजिट भिसामा आउन चाहनुहुन्छ? सावधान, किनभने गर्मी छ धेरै, 60 डिग्री हुन्छ एबभ। अब यस्तो गर्मीमा आएर काम खोज्ने एकदम गाह्रो हुन्छ। भिजिट भिसामा नआउनु होला। एउटा मेन पावर समातेर बरु आउनुहोस्, त्यो एकदमै राम्रो हो। अब मेन पावरले अलिकति पैसा बढी लिन्छ, त्यो चाहिँ नलिनु पर्ने हो। अब उनीहरूले पनि नलिएर के गर्नु, उनीहरूको पनि अब रेन्ट तिर्नुपर्छ, अफिसको स्टाफको पैसा तिर्नुपर्छ, करेन्टहरू यताउता अगडमगड दुनियाँदारी छ। यो चाहिँ मेन पावरको गल्ती होइन, हाम्रो नेपाल सरकारको चाहिँ गल्ती हो। एउटा सहज रूपमा बनाइदिएको भए त हामीलाई सजिलो हुन्थ्यो, गाह्रो हुँदैन थियो। तर धेरै नै गाह्रो छ, के गर्नु। अब भिजिट भिसामा आउनलाई पनि लगभग 2.5-3 लाख रुपियाँ लागिहाल्छ। त्योभन्दा बरु एउटा मेन पावर समातेर आउनुहोस्, एकदम सजिलो हुन्छ, गाह्रोमा नपर्नुहोस्। मेन पावरले काम खोजेर दिएको हुन्छ। अब तपाईँ भिजिट भिसामा आउनुभयो भने यस्तो घाममा कहाँ खोज्ने, के गर्ने होइन, बस्ने ठेगान हुँदैन, कता खोज्ने, अब एकदम गाह्रो छ क्या। म त यसो हेर्दाखेरि नि पनि बडा गाह्रो लाग्छ, के गर्नु। समस्या हुन्छ सबैको, सबै एकदमै नेपालमा भए पनि समस्या, यहाँ आए पनि समस्या भयो भने त एकदम गाह्रो हुन्छ। त्यही भएर काम गर्न आउनुहुन्छ भने चाहिँ एकदमै मेन पावर थ्रुबाट आउनुहोस्, तपाईँलाई एकदमै सहज हुन्छ, राम्रो पनि हुन्छ। ओके, थ्याङ्क यू सो मच वाचिङ माई भिडियो।